गएर हक गरौँ अनि घरमा आएर फक गरौँ हुँदैन त्यसो गर्दा नि अडिसनमा चाहिँ अरू 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 मान्छेहरू गार्जियन लानु पाउँदैन, मलाई चाहिँ लैजानु जानु होला है। म भरे त्यहाँ जितेर यदि यदि म सेलेक्ट भएन म त आरा गरेर म त हक गर्छु नि फेरि हुन्छ ए हक त गर्नु परिहाल्यो नि, त्यहाँ हक नगरेर त डिप्रेसन केटा म भन्दैछु डिप्रेसन केटा थ्याङ्क यू अनब्लक मे भाइ भन्दैछु खै र को कसलाई भनेको कसलाई मैले अनब्लक गरेँ भनेको खै थाहा छैन को कोले ब्लक खोल्दै के भयो होइन को कोले ब्लक खोल्दै के गर्दै सबै पुरानो पुरानो मान्छेहरूलाई सबैले अख्याति गरेछ क्या सबैलाई खोल्दैछ मैले कतिलाई ब्लक गरिदिएको थिएँ होइन सबैले हेर्दैछ राजदाई नम्बर 1 बोका हो भन्दैछ अँ, सबले भन्छन् मलाई बोका छामिदिन्छु केटी हो तिमीहरूको छातीको दुईटा मासुको पोका गलबन्दी बेरेर तिमीलाई हेरेर ठिक छ गीत सबले भन्छन् मलाई बोका छामिदिन्छु तिमीहरूको छातीको पोका अनि खोलिदिन्छु तिमीहरूको तिर्सना इज इन डिप्रेसन सो यु मेक हर ह्याप्पी बाई टकिङ फनी थिङ्स भनेर भन्दैछ कहाँ छ तिर्सना तिर्सना फेरि कता तिर्सना फेरि डिप्रेसनमा गयो ल कहाँ साँच्ची नै गयो डिप्रेसनमा तिर्सना खै तिर्सना छ यहाँनिर कहाँ छ खै के कता गयो त्यो मान्छे मैले बगाउँछ तिर्सना इज इन डिप्रेसन सो यु मेक हर ह्याप्पी बाई टकिङ फनी थिङ्स भनेर भन्दैछ तिर्सनालाई त्यसलाई सजन बनाउनलाई चाहिँ के गर्नुपर्छ भने के गर्नुपर्छ ल अಯ್यो केटा नपाएर हो ऊ त्यस्तो भएको हो त केटासँग एक रातभरि अलिक मजासँगले सुत्यो भने ठिक हुन्छ म त पहिला पहिला हामी पढ्दाखेरि विद्यार्थी जीवनमा त्यो हामी एसेम्ब्ली गर्छौँ नि प्रेयर गर्छौँ नि प्रेयर गरिरहेको बेलामा प्रेयर गर्दा गर्दा भ्वाक्कै ढल्ने क्या केटीहरू मैले देखेको छु कति ठाउँमा केटा त्यति ढलेको मैले देखिनँ केटीहरू प्रायः जस्तो ढल्ने ढल्ने झाडाप समाते 4 हात खड तन्न तन्न पार्नु लग्यो त्यहाँदेखि त्यतिकै बिरामी भनेर स्कुलै आउँथेन क्या कति प्रायः जस्तो केटी अन्त बिहा गरेर गएपछि के ढल्नु त्यसो भनेपछि त्यो नदनकरा चाहिँ रहेछ क्या अब कति प्रायः जस्तो फ्यामिली डिपेन्ड हुन्छ नि त होइन फ्यामिली अनुसारको कुरोहरू हुन्छ अब घरमा प्यारेन्ट्सहरू कति स्ट्रिक हुन्छ अब उसको छोरीहरूलाई अब के चाहिएको हुन्छ त्यो एउटा टिनेजमा होइन टिनेजमा अब प्रायः जस्तो केटीहरूलाई त अब धेरै गाह्रो केटी न केटा धेरै गाह्रो हुन्छ नि त चुमुक भइरहेको हुन्छ त्यति बेला अब प्यारेन्ट्सहरूले अलिकति ज्यादा स्ट्रिक्टली अब गाइड गरेको हुन्छ अनि उनीहरूले त्यो आफ्नो त्यो हुन्छ नि त्यतिखेरको टाइममा आफै मिलाएर बुझ्न अब नपाएपछि अनि त्यहाँदेखि होइन त्यस्तो हुन्छ पछाडि बिहा गरेर गएपछि केटीहरू त के ढल्न मजाले चट्टै त्यस्तो हो कति प्रायः जस्तो तिसजना पनि त्यस्तै हो क्या अब ऊ अब आएर अब उसको फेरि कस्तो भने ऊ एउटा कलाकार पनि हो अब एक्स कलाकार भनौँ न अब अहिले त के भुत्रो कलाकार होइन अहिले त कलाकार छ होला अनि त्यो भएपछि एउटा मोडल पनि हो अनि लागिराखेको बानी अब यता आफ्नै व्यापार बिजनेस छ अनि त्यहाँदेखि अब यात्रा यात्रा साँप्रो छ होइन त्यो साँप्रोलाई ठिक पार्नलाई त यत्रो काँक्रो चाहिन्छ त्यो अब कति प्रायः जस्तो मान्छेमा नहुन सक्छ त्यस्तोले पनि हुनसक्छ प्रायः जस्तो केटीहरू
कति भयो 6:05 भएछ 5 भयो अब 10 मिनट हो 15 मा सुई लाइट झ्याप्प बन्द गर्ने त्यहाँदेखि ड्याङ्की ड्याङ गर्ने भोलि बिहानसम्म नमस्ते दाई भन्दैछ तिमीले भन्यौ मलाई नमस्ते काले बारा तिमीले भन्यौ मलाई नमस्ते राम्री केटीको अनुहार हेरेर खेलाऊ है हाँस्दै गलो बत्ती। हेलो हेलो हजुर गुड मर्निङ ए तुलसी आँगनमा रोल जीवनभरि छातीमा राखी मायाले छोपोला स्वर त दामी रहेछ नि हजुरको ए मैले त गीत त छ अस्ति कहाँ हो एउटा गीतै गाएको सुनिरहेको थिएँ त मैले भोइस अफ नेपालमा जाने हो भन्ने कुरा नि सुनिरहेको थिएँ गएको थिएँ कि तर कस्तो भइदियो भने अलिकति टाइमिङ मिल्दैन अलिकति धेरै लामो समय लिनुपर्ने भयो लगभग 6 महिना जति बस्नुपर्ने भयो अनि त्यो भएको कारणले मैले अब 3 महिना मात्रै को प्लान गरेको थियो होइन त्यो भएपछि अनि अलिकति भएन म अब नेक्स्ट इयर जान्छु ए ठिक छ ल भोट मैले 100 भोट मेरो तर्फबाट त्यो 100 भोटको चाहिँ कति पैसा दिनुपर्छ भन्दा म दिन्छु त्यो थाहै छैन मलाई त कहाँनिर अहिले काठमाडौँतिरै हो म काठमाडौँमै हो भेट्नु पर्छ नि त किन अब भोट दिनु पर्यो आई मिन त्यो भोट गर्नु पर्दैन म भोट गर्ने यताउता व्यस्त गराइहाल्छु होइन भेटेर अब डान्स गर्न आउँछ आउँदैन नि ए कहाँ भोइस अफ नेपालमा डान्स गर्ने हो त अनि आई मिन त्यहाँ गएपछि अब डान्स गर्ने होइन म गीत गाउने हो पछाडि त्यहाँ एक दुईवटा गीत राम्रोसँगले गाएर सिक्यो भने पछाडि म आफ्नै गीत गाएर चाहिँ आफूलाई चाहिँ एउटा म चाहिँ हजुरको गार्जियन भएर जान्छु के मोडलिङ खेलाउनु अडिसनमा चाहिँ अरू मान्छेहरू गार्जियन लानु पाउँदैन मलाई चाहिँ लर जानु होला है जितेर यदि म सेलेक्ट भएन म त आरा गरेर म त हक गर्छु नि फेरि हुन्छ ए हक त गर्नु परिहाल्यो नि त्यहाँ हक भनेपछि मलाई त्यस्तै गार्जियन चाहिएको एकदम त्यही हक गर्नु त जानु भनेको म ल ठिक छ त्यसो भने म सेलेक्ट हुन्छु कि हुँदिन होला 100% हुन्छ यस्तो मिठो गीत गाउने मान्छे हुँदैन हाम्रो कोच खेम सेन्चुरी चाहिँ फर्स्टमै घुम्नुहुन्छ मेलिना राई पनि घुमिहाल्नुहुन्छ 2-3 जना घुमे त भइहाल्यो नि के अरू त बालै भएन नि मलाई मेलिना राई मनपर्छ नि एकदम तर के गर्ने बिहा गरिहाल्यो त गुरुङसँगै गएर तिर्न मान्नु जारी उडाइदियो जारी तिर्नुपर्छ होला नि आँट्नी त राम्रै छ मोरी मजाको कोइलीको जस्तो सोचिरी परिकाको छ अनि म चाहिँ त्यहाँ हक गर्न मात्रै जाने त अब हक गर्नु मात्रै जाने त अनि के गर्नु नि अब मेलिनालाई लाइन हानेपछि म त त्यसै गएर त्यहाँ उफ्रेर के काम भयो त नि होइन यस्तो गरौँ त्यहाँ गएर हक गरौँ अनि घरमा आएर फक गरौँ हुँदैन त्यसो गर्दा हो त त्यसो गर्दा नि भइहाल्छ नि समयले मागेपछि कथाले मागेपछि जे पनि हुन्छ होइन त कथाले मागेपछि हो नि तपाईँको साथीहरूलाई त तुलसी थापा मगरलाई फलो गरिदिनुहोस् भन्नुहोस् त गर्दै त केटा हो या तुलसी थापा मगर सिस्टर के भन्नु अब के बोल्छौँ त नि के हो होइन ठिक छ अहिले सिस्टरमै रहौँ होइन के हो नि सिस्टरै हो कहाँ अब ग्रेन्ड मदर अब आन्टी त भन्नु भएन नि सिस्टरै हो तपाईँले बिहा गर्नु भएको छैन
एकदम सिंगल हो। ल फलो गरौँ है साथीहरू, डबल ट्याप गरिदिउँ त प्लिज। मेनुका सुनार। हजार सपनाहरूको के अरे सुन्नु न राज गुरुङ सर, हजुर भन्नुहोस् के अरे ऊ गीत गाउनु पर्यो के हजुरले? के गीत भन्नुहोस् त के लत बस्यो मलाई भनेर गाउनु पर्यो। 100% कुर्सी घुम्छ त्यो गाउनुहोस् त एकचोटि, म अडिसन। के लत बस्यो मलाई अनि त्यहाँदेखि मलाई गीत त मैले फर्स्ट टाइम सुन्दैछु त यस्तो बहुचर्चित गीत सुने छैन भन्दा त फेरि कसरी भोइस अफ ल नेपालमा त्यसो जाने भने होला? के लतै पस्यो हेर चालै पाइन यस्तै छ गीत के कस्तो छ ठिक छ। मेलिना राई के लतै पस्यो हेर मजा आएन बिस्तारै बिस्तारै पसायो भने मजा हुन्थ्यो के लतै पस्यो हेर मजा आएन त्यो लतले मजै आएन गीत त। के कस्तो छ गीत त मलाई यस्तैमा त मैले त यस्तैमा सुने त मैले फर्स्ट टाइम सुनेको हो त्यही भएर कि आफै कम्पोज गर्नुभएको गीत हो, उम्, तर मेरो त्यो एउटा मैले खुबी चाहिँ रहेछ हजुरमा, हजुर अन द स्पोट गीत बनाउन सक्ने। बनाइदिइहाल्ने त्यो के भन्छ त्यस्तो मान्छेलाई, के म आँसु कति अन्त के? म त अन द स्पोटै म त बच्चा त बनाइन्छ नि नाथे यो गीत भने के हो र ओके ओ माइ लर्ड, डर लाग्यो। बच्चै त नबनाइहालौँ होला है। हो त ल है साथीहरू, फलो गरौँ है, फलो गरौँ। तुलसी थापा मगरलाई फलो गरौँ। ग्रिज के हो यो? गिरिजा शर्मा घन्टाउ के अरे, वेलकम। ल फेरि फेरि हस् हुन्छ ठिकै छ म पनि अब जानु पर्यो होइन यहाँ काममा पस्नु आँटेको भयो भने नाइट अब ड्युटी हो नेक्स्ट इयर हजुरको? हजुर हजुर नाइट ड्युटी हो अनि नेक्स्ट इयर आउँदाखेरि भेटौँला नि त होइन ए ओके ओके ओके, काठमाडौँ आएपछि भोइस अफ नेपालमा स्योर है त। ल हुन्छ ल ल बाई। टेक केयर केटीहरूको सल्लाह कति छ नि यसलाई खरेर बसेको यार के भन्ने अब भन्ने के खुसी के हो केटी हो यहाँ सुन है मेरो नम्बर तिमीलाई चाहियो भने यहाँ छ देखिरहेछ है ल देख्यौ यहाँ देख्यौ यहाँ छ मेरो नम्बर ल वाट्सएपमा डाइरेक्ट भिडियो कल गर्दाखेरि हुन्छ अडियो कल पनि उठाउँदिनँ भिडियो कल पनि उठाउँछु देख्यौ नम्बर मेरो गाडीको देख्यो मेरो फोन नम्बर ल ल भन्छ यता आइया 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 तिमीको पाने मेरी मैया बसेकी मुया लगाऊ भन्दा मैले सुन्नु साँसी खैर हो मलाई यो साउन्ड एकदम राम्रो लाग्छ क्या
दुःखमै हो निष्ठुरेको सेलैमा पर्दा लाग्दो रहेछ नखाएको बिख पनि उसको माया उत्तरी धार भयो छिया छिया सानो दिल पनि उसको माया उत्तरी धार भयो छिया छिया अचानक ढिगमले पनि भनेपछि छोरा मान्छेहरू त त्यो चाहिँ कतिको धारिलो हुँदो रहेछ त्यही भएर जोगेर बस है केटीहरू ल भन्दै अब चाहिँ म बिदा हुन चाहन्छु होइन अब रातभरि गर्दाखेरि अब थाकेर छु भने बिहान आउने प्रयास गर्नेछु ल म ल त्यस्तो बुझ्नुभयो कि नै बिहान आउने प्रयास गर्नेछु यदि म समय मिल्यो भने कान्छी वेलकम छ है कान्छी कान्छी मसँग भिसी जाने मसँग 5 मिनट टाइम छ जाने भिसी जाने नि जाउँ 5 मिनट यो लाइट साइट सबै बन्द गरिहाल्छु होइन जाम भन्दैछु अनि यहाँ पछाडिको सिटमा जान्छु यसो ढल्केर सुत्छु सजिलो छ नि छोटो जी कान्छी मसँग टाइम छैन नि त म काम भित्र पस्न आँटेको क्या बेबी तिमी छोल्दै गर म यताबाट आउँछु अब क्या यहाँनिर भिसी गर्न आँटेको थियो अब कहाँ गर्ने त गर्दिनँ नि त यहाँनिर एकपल्ट 1 मिनट जति कहाँ उता क्यामेरा